मत्तीले लेखेको सुसमाचार अध्याय 2। ज्योतिषीहरूको भेट। हेरोद राजाको समयमा यहुदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरुशलेममा आइपुगे र तिनीहरूले भने, यहुदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए र तिनीसँग सारा यरुशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पुजारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे र ख्रिस्टको जन्म कहाँ हुने हो भनी सोधपुछ गरे। तिनीहरूले तिनलाई भने, यहुदियाको बेथलेहेममा, किनभने अगमवक्ताले लेखेका छन्, ए बेथलेहेम, यहुदा मुलुकको गाउँ, त कुनै किसिमले यहुदाका शासकहरूका बीचमा कुनै भन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एकजना शासक निस्किआउनेछन् जसले मेरा मानिस इस्राएलको हेरचाह गर्नेछन्। तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्तमा बोलाएर तारा कुन समय देखा परेको हो सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, जाओ र ठिकसँग त्यस बालकको खोजी गर। तिनलाई भेटाएपछि मलाई खबर गर र म पनि तिनलाई दण्डवत गर्नेछु। तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे त्यो तारा तिनीहरूका अघि अघि गयो र बालक भएको ठाउँमा पुगेपछि त्यो तारा त्यही अडियो। जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका भेटी चढाए। अनि हेरोद कहाँ फर्की नजानु भन्ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। मिस्र गमन। तिनीहरू गएपछि परम प्रभुका एउटा दूत सपनामा योसेफ कहाँ देखा परे र तिनले यसो भने, उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिस्र देशमा भागिहाल र तिमीलाई मैले नभनेसम्म त्यही बस, किनकि हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ। अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिस्र देशमा राति नै गइहाले र हेरोदको मृत्यु नहुन्जेल त्यही बसे। अगमवक्ताद्वारा परम प्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, मैले आफ्ना पुत्रलाई मिस्र देशबाट बोलाएँ। तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए र तिनी रिसले चुर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समय अनुसार बेथलेहेम र त्यस इलाका भित्रका 2 वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब यर्मिया अगमवक्ताले भनेको वचन पूरा भयो, रामामा एउटा शब्द सुनियो, डाँको छोडी छोडी रोएको र बिलापको ठूलो आवाज। राहेल आफ्ना बालकहरूका लागि रोइरहेकी। सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्। तब हेरोद मरेपछि परम प्रभुका एउटा स्वर्गदूत सपनामा योसेफका मिस्रमा देखा परे र यसो भने, उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाओ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्। तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के। तर यहुदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए र सपनामा चेतावनी पाएर तिनी गालिलको प्रदेशमा गए। तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो, उहाँलाई